हे गाइज वेलकम बैक टू माई च्यानल। आजको भिडियो कस्टमरकै डिमान्डमा बनाएकी छु। कस्टमरहरूको डिमान्ड हुन्छ हामीलाई यो टुल्सको कम्बो सेट नै चाहियो ब्राइडल मेहन्दीको लागि। सो हजुरहरूले यो भिडियो अनुसार आफै मन परेको डिजाइन सिलेक्ट गरी एउटा कम्बो सेट ब्राइडको लागि तयार गर्न सक्नुहुनेछ। सो मैले यहाँ फर्स्टमा एउटा बोर्डर डिजाइन लिएको छु जसमा चाहिँ एलिफेन्ट र लोटसको डिजाइन छ अनि अगाडिपट्टि फ्लावरको डिजाइन गरिएको छ। मैले युज गरेको टुल्स चाहिँ आफ्नो मेहदी प्र्याक्टिस ह्यान्डमा युज गरिरहेको छु, त्यही भएर हजुरलाई क्लियर देखेको छैन होला। सो यो म हजुरहरूलाई ह्यान्डमा पनि युज गरेर देखाउने छु कि ह्यान्डमा कतिको क्लियर देख्छ। सेम डिजाइन हेर्न सक्नुहुनेछ ह्यान्डमा युज गर्दाखेरि कतिको क्लियर र इजी हुन्छ हजुरलाई। स्टाम्प युज गरिसकेपछि माथिबाट मेहदी कोन युज गरेर यसरी डिजाइन क्रिएट गर्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ जहाँ खाली ठाउँ छ त्यहाँ हजुरले आफै पनि डिजाइन गर्न सक्नुहुनेछ। जसरी कि मैले माथि लोटसलाई अलि मोटो वर्क गराएको छु, त्यसपछि अगाडिको नेगेटिभ स्पेसवाला वर्क गराएको छु। यो डिजाइन कम्प्लिट भइसकेपछि मैले एउटा अझै डिजाइन युज गरेको छु जुन रेक्ट्याङ्गल सेपमै छ, जसलाई बोर्डर डिजाइन पनि भनिन्छ। यो भिडियो बनाउनुको खास उद्देश्य के हो भने इफ मैले आफै ब्राइडल कम्बो सेट रेडी गरेँ भने हुनसक्छ हजुरहरूलाई कुनै डिजाइन मन पर्न सक्दैन। सो हजुरहरू आफै मन परेको डिजाइन सिलेक्ट गरेर एउटा यसरी ब्राइडल कम्बो सेट तयार गर्न सक्नुहुनेछ। सो यो कम्प्लिट भइसकेपछि मैले अगाडिमा चाहिँ एउटा ब्राइडको डिजाइन युज गरेकी छु। एन्ड यहाँ मैले भिडियोलाई अलिकति कट गरेकी छु किनभने भिडियो धेरै लामो भयो। अनि ब्राइडको वरिपरि चाहिँ मैले आफै डिजाइन क्रिएट गरेर यसलाई कम्प्लिट गरिसकेपछि फिङ्गरमा चाहिँ डिजाइन गरिसकेपछि मेरो यस ब्राइडल सेट चाहिँ कम्प्लिट हुन्छ।
यो भिडियोमा बनाएको डिजाइन चाहिँ मैले हाफ ह्यान्डको लागि बनाएको छु, जसलाई सेमी ब्राइडल डिजाइन पनि भनिन्छ। यही भिडियो अनुसार हजुरहरूले आफै डिजाइन सेलेक्ट गरेर आफै मन परेको ब्राइडल कम्बो सेट बनाउन सक्नुहुनेछ। हजुरलाई मेरो यो भिडियो कस्तो लाग्यो कमेन्टमा भन्न नबिर्सनु होला। मेरो च्यानलमा न्यू हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ।